हेलो एभ्रिवान वेलकम टु माई क्लासेस। आज चाहिँ हामी तीनवटा टर्मलाई चाहिँ कसरी फ्याक्टराइज गर्न सकिन्छ भन्ने कुरामा चाहिँ डिस्कसन गर्छौँ हैन। अब धेरै तरिकाको क्वेसन हुन सक्छ, यो चाहिँ एकदमै इम्पोर्टेन्ट क्वेसन हो। यो चाहिँ ग्रेड 9 को लागि एकदम इम्पोर्टेन्ट क्वेसन। अब तीनवटा टर्म आयो भने मिडल टर्म स्प्लिट पनि गर्न सकिन्छ, तर a4 प्लस a स्क्वायर b स्क्वायर प्लस b4 खालको यस्तो खालको क्वेसन आयो भने चाहिँ कसरी फ्याक्टराइज गर्ने भन्ने कुरा चाहिँ एकदमै इम्पोर्टेन्ट छ ग्रेड 9 को लागि हैन। अब सिधै क्वेसनमै इन्टर गरौँ हामी, त्यसपछि बाँकी दुईवटा क्वेसन पनि कसरी चाहिँ यसलाई इम्प्लिमेन्ट गर्न सकिँदो रहेछ अर्को क्वेसनमा भन्ने कुरा पनि डिस्कसन गरौँला। ल अब पहिला चाहिँ मैले क्वेसन स्टार्ट गरेँ a4 प्लस a स्क्वायर b स्क्वायर प्लस b4 खालको क्वेसन है। अब यो जान्नको लागि चाहिँ पहिला चाहिँ हामीलाई दुईटा फर्मुला चाहिँ इम्पोर्टेन्ट छ यस्तो खालको क्वेसन गर्नलाई, तर यो क्वेसनमा इम्प्लिमेन्ट हुने चाहिँ एउटा मात्र फर्मुला हुन्छ हैन। मैले यतापट्टि लेखेँ a प्लस b होल स्क्वायर भनेको चाहिँ हामीलाई के थाहा छ भन्दाखेरि a स्क्वायर प्लस 2ab प्लस b स्क्वायर भन्ने कुरा एकदम राम्ररी थाहा छ हैन। और यो भनेको चाहिँ a प्लस b होल स्क्वायर भनेको माइनस 2ab भनेर लेख्यौँ भने यतापट्टि छ हाम्रो a स्क्वायर प्लस b स्क्वायर मात्र बाँकी रह्यो हो कि हैन। फेरि एकचोटि बुझाउँ त, यो a स्क्वायरलाई यहाँको यहीँ राखेँ मैले, यो b स्क्वायरलाई पनि यहाँको यहीँ राखेँ। मैले यो प्लस 2ab लाई चाहिँ यतापट्टि लाँदाखेरि माइनस 2ab भनेर लिएर गएँ। यहाँनिर चाहिँ एउटा नयाँ खालको फर्मुला चाहिँ डिराइभ भयो हैन। अब यो डिराइभ भएको जुन फर्मुला छ यो फर्मुला चाहिँ हामीले युज गरेर चाहिँ क्वेसनहरू सल्भ गर्न सक्छौँ। ठिक छ। ल अब यहाँ गयौँ, अब a स्क्वायर प्लस b स्क्वायर अप्लाई गर्नुपर्ने छ। यहाँ पनि a को पावर 4 वाला टर्म छ, यहाँ पनि b को पावर 4 वाला टर्म छ भने यो पावर 4 वालालाई चाहिँ सँगै राखौँ है। a4 प्लस b स्क्वायर गरौँ, अनि यो a स्क्वायर b स्क्वायरलाई चाहिँ हामीले पछाडि धकेलौँ प्लस a स्क्वायर b स्क्वायर भनेर राखौँ। ठिक छ। यहाँसम्म इज इक्वल टु a स्क्वायरको स्क्वायर भन्न पाउँछ हामीले यसलाई, a को पावर 4 भनेको स्क्वायरको पनि स्क्वायर हो, प्लस b4 भनेको b स्क्वायरको पनि स्क्वायर हो, प्लस a स्क्वायर b स्क्वायरको a स्क्वायर b स्क्वायर नै छ जस्ताको त्यस्तै हैन। अब चाहिँ हामीले a स्क्वायर b स्क्वायर भनेको चाहिँ के पढ्यौँ भन्दा a प्लस b होल स्क्वायर माइनस 2ab हो भनेर पढ्यौँ है। भनेपछि a स्क्वायरको स्क्वायर भनेको a को ठाउँमा हामीले पुरै a स्क्वायर मान्न सक्यौँ, b को ठाउँमा हामीले पुरै b स्क्वायर मान्न सक्यौँ। भनेपछि यसलाई हामीले फर्मुला इम्प्लिमेन्ट गर्यो भने a स्क्वायर प्लस b स्क्वायर त b स्क्वायरै भयो, a को होल स्क्वायर माइनस 2ab गर्नुपर्ने छ हामीलाई, माइनस 2a को ठाउँमा a स्क्वायर छ यसको ठाउँमा, अनि b स्क्वायर छ हो, प्लस a स्क्वायर b स्क्वायर भयो। यहाँसम्म ठिक छ कुरा। इज इक्वल टु a स्क्वायर प्लस b स्क्वायर को स्क्वायर माइनस 2 प्लस 1 भनेको चाहिँ अब क्यालकुलेटर हाल्दा पनि भयो, दिस इज बेसिक अपरेसन। यो भनेको माइनस 1 हुन्छ, इजी कुरा। भनेपछि माइनस 2a स्क्वायर b स्क्वायर प्लस a स्क्वायर b स्क्वायर भनेको माइनस a स्क्वायर b स्क्वायर हुन्छ। ठिक छ। दुईटा माइनस 2 बाट एउटा प्लस 1 घट्यो भने माइनस a स्क्वायर b स्क्वायर हुन्छ। यति इजी कुरा भयो। अब हामीले के गर्न सक्छौँ भन्दा a स्क्वायर b स्क्वायर को स्क्वायर माइनस यसलाई हामीले ab को दुईटैको स्क्वायर भन्न पाउँछौँ, दुवैको स्क्वायर छ हैन। अब अर्को फर्मुला चाहिँ हामीलाई के थाहा छ भन्दा a स्क्वायर माइनस b स्क्वायर भनेको चाहिँ a प्लस b a माइनस b हुन्छ हैन। अब हामीले मान्न चाहिँ के सक्छौँ भन्दाखेरि यो पुरै जुन टर्म छ नि a स्क्वायर b स्क्वायरलाई चाहिँ हामीले a मान्ने यो सबैलाई हैन, अनि यो ab जुन छ नि ab यो सबैलाई चाहिँ हामीले b मान्ने। भनेपछि a प्लस b a माइनस b भनेको चाहिँ अब हामीले के लेख्न पायौँ त भन्छौँ भने a स्क्वायर प्लस b स्क्वायर भनेको a प्लस b भनेको ab छ, a स्क्वायर प्लस b स्क्वायर माइनस b भनेको चाहिँ माइनस ab छ। ठिक छ। यसरी चाहिँ हामीले फ्याक्टराइज गर्न सकियो। ठिक छ। एकदम कुरा क्लियर छ, बुझेन भने फेरि रिपिट गरेर हेर्दा भयो। अब चाहिँ हामी सिधै अर्को क्वेसनमा जाउँ टाइम वेस्ट नगरिकन। ओके, अर्को क्वेसन चाहिँ के छ भन्दाखेरि p4 बाई q4 प्लस q4 बाई p4 प्लस 1। ओके, यस्तो खालको क्वेसन छ। अब यसमा चाहिँ डाउट के आउन सक्छ कतिलाई भन्दाखेरि 1 लाई अगाडि ल्याउनु पर्ने छ। अहिले भर्खरै हामीले पछाडिको टर्मलाई अगाडि ल्याएको थियौँ, त्यो चाहिँ किन ल्याएको थियौँ भन्दाखेरि पावर 4 वालालाई चाहिँ हामीले अगाडि ल्याएको
पावरफुललाई सँगै बनाउनको लागि 1 भनेको नि 1 को पावर 4 हो तर यहाँ अर्को एउटा टर्म पावरफुल वाला हुँदै गर्दा फेरि पछाडीबाट ल्याउन आवश्यकता छैन ठीक छ अब यसलाई नै हामीले के गर्न सक्छौं भन्दा फर्मुला युज गर्ने त त्यही नै हो जुन अहिले भर्खरै हामीले युज गरेका थियौं a + b होल स्क्वायर भनेको a स्क्वायर + 2ab + b स्क्वायर हो हैन अनि a + b होल स्क्वायर - 2ab भनेको चाहिँ a स्क्वायर + b स्क्वायर हो भनेपछि यसलाई पनि a स्क्वायर + b स्क्वायर को फर्ममा लेखौं त p स्क्वायर / q स्क्वायर को स्क्वायर प्लस q स्क्वायर / p स्क्वायर को स्क्वायर ठीक छ प्लस 1 अब फेरि त्यही अप्लाई गरौं यो पुरैलाई हामीले a मानौं यसलाई b मानौं a स्क्वायर + b स्क्वायर भनेको चाहिँ a + b को होल स्क्वायर - 2ab हुँदै रहेछ भनेपछि a + b को होल स्क्वायर -2a भनेको यो छ b भनेको q स्क्वायर / p स्क्वायर छ फेरि +1 को +1 नै छ ठीक छ यहाँसम्म इज इक्वल अब यहाँनेर चाहिँ हामीले के नोटिस गरौँ भन्दाखेरि यो p स्क्वायर न्युमेरेटरमा छ अनि त्यही मल्टिप्लाई फर्ममा एन्ड डिनोमिनेटरमा पनि p स्क्वायर छ यहाँ q स्क्वायर छ यो पनि q स्क्वायर छ भनेपछि दे आर क्यान्सल आउट नकाट्दा पनि भयो तर दे आर क्यान्सल आउट भनेर बुझ्नु पर्यो ठीक छ अब यो भनेको p स्क्वायर / q स्क्वायर प्लस q स्क्वायर / p स्क्वायर को स्क्वायर अब -2 + 1 भयो अब -2 + 1 भनेको अहिले भर्खर पनि हामीले गरेका थियौं -2 + 1 भनेको जहिले पनि -1 हुन्छ हैन अब फेरि यसलाई लेखौं त p स्क्वायर / q स्क्वायर प्लस q स्क्वायर / p स्क्वायर को स्क्वायर -1 अब त्यसपछि हामीले त्यसपछिको स्टेपमा के गरेका थियौं भन्दाखेरि a स्क्वायर - b स्क्वायर को फर्मुला अप्लाई गर्ने भनेको थियौं यो भनेको a + b a - b हुन्छ हो यो 1 लाई पनि हामीले 1 को स्क्वायर भन्न पाउँछ 1 त आफैमा क्यूब पनि हो पावर 4 पनि हो स्क्वायर पनि भन्न पायो हैन अब फेरि यो पुरैलाई चाहिँ हामीले फेरि a मान्दियौ यो पुरैलाई चाहिँ हामीले फेरि a मान्दियौ अनि यो 1 लाई चाहिँ हामीले b मान्दियौ अब फर्मुला के हो a + b a - b हो त्यसो भए a + b a - b भनेको चाहिँ के हुन्छ भन्दाखेरि a भनेको यो पुरै भयो प्लस b फेरि a - b चाहियो अनि फेरि a प्लस q स्क्वायर / p स्क्वायर - b ठीक छ यदि गरेपछि यु हेभ अलरेडी फ्याक्टराइज्ड इट हो अब फेरि यसलाई हामीले फर्दर फ्याक्टराइज गर्न सकिन्छ कि सकिन्न त्यो पनि हेरौं है यसलाई फेरि हामीले p/q को होल स्क्वायर प्लस q/p को होल स्क्वायर प्लस 1 भन्न पाउँछौं अनि पछाडीकोलाई चाहिँ हामीले फेरि p स्क्वायर / q स्क्वायर प्लस q स्क्वायर / p स्क्वायर -1 को -1 लेख्न सक्छौं है यहाँनेर चाहिँ एउटा खतरा कुरा आयो है यहाँनेर हामीले फ्याक्टराइज भइसक्यो भनेर छोड्दिन सक्लौं कहिलेकाहीँ तर यो कुरालाई त फेरि अझै त्यही प्रोसेसले फ्याक्टराइज गर्न मिल्यो कि मिलेन एकदम मजाले मिल्यो ल त्यसो भए यति कुरालाई चाहिँ मैले फेरि अर्कोपटि कपी पेस्ट गरेर चाहिँ फेरि यतिलाई म फ्याक्टराइज गर्नेतिर लागे है त ल त्यसो भए हामीलाई अहिलेसम्म के आएको छ भन्दाखेरि p/q होल स्क्वायर प्लस q/p को होल स्क्वायर प्लस 1 है अनि फेरि यतापट्टि चाहिँ p/q p स्क्वायर q स्क्वायर प्लस q स्क्वायर / p स्क्वायर -1 भनेर आएको छ यसलाई हामी फ्याक्टराइज गर्नतिर लागिरहेछौं अब फेरि त्यही हो फर्मुला a स्क्वायर + b स्क्वायर को फर्मुला के हुन्छ a स्क्वायर + b स्क्वायर भनेको a + b होल स्क्वायर -2ab हुन्छ सिम्पल कुरा भनेपछि अब फेरि यसलाई अप्लाई गरौँ त ल के हुँदै रहेछ a प्लस b को होल स्क्वायर हो -2ab +1 को +1 छ जस्ताको त्यस्तै फेरि यतापट्टि के छ p स्क्वायर / q स्क्वायर प्लस q स्क्वायर / p स्क्वायर -1 यसलाई चाहिँ किन फ्याक्टराइज नगरेको भन्ने कुरा आउला अब यतापट्टि +1 छ भने चाहिँ इट क्यान बी फ्याक्टराइज किनकि अगाडिपट्टि हामीले क्वेशनमा त्यस्तै खालको गरेका थियौं -1 हुँदै हुँदैन फ्याक्टराइज भन्ने थाहा छँदैछ भने किन गरिराख्ने हैन ल त्यसो भए फेरि p काटियो q काटियो है अब फेरि के गर्न सकिन्छ भन्दाखेरि p/q प्लस q/p
p को होल स्क्वायर यसलाई फेरि -1 अनि फेरि p स्क्वायर बाइ q स्क्वायर प्लस q स्क्वायर बाइ p स्क्वायर -1 अब फेरि यो a स्क्वायर माइनस b स्क्वायर को फर्ममा छ a स्क्वायर माइनस b स्क्वायर भनेको फेरि के हुन्छ त भन्दाखेरि a प्लस b हुन्छ a माइनस b हुन्छ है भनेपछि यसलाई हामीले के भन्न पायौं त भन्दाखेरि a प्लस b ठीक छ मैले स्मल ब्र्याकेटै दिए a भनेको पुरै हो माइनस b भनेको 1 हो अनि यसलाई फेरि हामीले p स्क्वायर बाइ q स्क्वायर प्लस q स्क्वायर बाइ p स्क्वायर -1 भन्न पायौं एकदम इजी क्वेशन फ्याक्टराइज भयो होला धेरै स्टेपमा गयो तर पनि फ्याक्टराइज त भयो ठीक छ अब फेरि अर्को हामी क्वेशनमा जाउँ टाइम वेस्ट नगरिकन हैन मैले अर्को क्वेशन पनि राखेको थिएँ अर्को क्वेशन चाहिँ के थियो भन्दाखेरि x4 प्लस x स्क्वायर प्लस 1 भनेर थियो क्वेशन यसलाई पनि गर्ने त्यही हो अब पावरफुल वालाले चाहिँ मैले सँगै राख्ने भनेको थिएँ यहाँ त पावरको स्क्वायर वाला छ यो 1 लाई त हामीले पावरफुल भन्न सकिन्छ नि त फेरि यसलाई चाहिँ अगाडि ल्याउने यसलाई चाहिँ पछाडि धकेल्ने x4 प्लस 1 प्लस x स्क्वायर भन्न पायौं 1 भनेको आफैमा पावर 4 हो भन्न सकिन्छ 1 को पावर जति पनि हुन सक्छ हैन लास्टमा हुने 1 हो भनेपछि यसलाई फेरि x स्क्वायर को स्क्वायर प्लस 1 स्क्वायर को स्क्वायर भन्नु पर्दैन ल 1 को स्क्वायर प्लस x स्क्वायर भन्न पायौं यसलाई पनि स्क्वायर राखिराख्नु के फरक परेन हैन अब फेरि a स्क्वायर प्लस b स्क्वायर को फर्मुला के हो भन्छौ भने a प्लस b होल स्क्वायर माइनस 2ab हो हैन सिम्पल कुरा भनेपछि यसलाई फेरि हामीले के भन्न सक्छौं त भन्दाखेरि a प्लस b होल स्क्वायर माइनस 2ab प्लस यो x स्क्वायर को स्क्वायर छ this will be x square plus 1 को स्क्वायर 2 into 1 भनेको 2 नै हो 2x स्क्वायर प्लस x स्क्वायर -2 मा प्लस 1 घट्यो भने obviously पनि -1 बाँकी रहन्छ x स्क्वायर भन्न पायो तिमीहरुले भनेपछि फेरि a स्क्वायर प्लस b स्क्वायर को फर्मुला के हो ए सरी a स्क्वायर माइनस b स्क्वायर को फर्मुला a प्लस b a माइनस b हो भनेपछि यसलाई हामीले के भन्न पायौं त भन्दा x स्क्वायर प्लस 1 माइनस x स्क्वायर प्लस 1 प्लस x हामीलाई थाहा छदैछ -x भयो भने इट कान्ट बी फ्याक्टराइज्ड हैन यसलाई हामीले फ्याक्टराइज गर्न सकिदैन यसलाई पनि हामीले फर्दर फ्याक्टराइज गर्न चाहिँ सकिदैन अब किन सकिदैन भन्ने खालको कुरा होला किन सकिदैन भन्दाखेरि अब ल सपोज यसलाई पनि फ्याक्टराइज फेरि गरे जसरी हुन्छ कि भन्ने ट्राई चाहिँ गरौँ तर हुँदैन है यसलाई फेरि a स्क्वायर को स्क्वायर प्लस 1 को स्क्वायर प्लस x गरौला रे अनि यो भनेको x प्लस 1 को होल स्क्वायर गरौला -2x भन्ला फेरि x छ यो भनेको फेरि x प्लस 1 को स्क्वायर माइनस x मात्र रह्यो यहाँ x स्क्वायर भए पो a स्क्वायर माइनस b स्क्वायर लाउन मिल्थ्यो यो त मिलेन अइ भर्खरकोमा चाहिँ हामीले मिलेको थियो अइ भर्खरकोमा चाहिँ हामीले किन मिलेको थियो भन्छौं भने हेर त स्क्वायर को स्क्वायर थियो दुवैतिर यहाँ स्क्वायर नै थियो अनि त्यो भइसकेपछि चाहिँ पछाडी गएर 1 आउँदाखेरि हेर त कहाँ गयो 1 आउँदाखेरि चाहिँ जान चाहिँ कता गयो है p के आएको थियो p स्क्वायर बाइ q स्क्वायर प्लस q स्क्वायर बाइ p स्क्वायर प्लस 1 थियो यसलाई चाहिँ हामीले फर्दर फ्याक्टराइज गर्न मिल्थ्यो कि लास्टमा आन्सर आए पनि यसलाई हामीले p बाइ q को स्क्वायर प्लस q स्क्वायर बाइ p स्क्वायर p को होल स्क्वायर प्लस 1 गर्यो यसलाई फेरि फर्मुला लाउँदाखेरि p बाइ q प्लस q बाइ p को होल स्क्वायर आउँथ्यो अनि यतापट्टि फेरि 2 प्लस 1 भइदिन्छ अनि फेरि यसलाई 1 को स्क्वायर गर्न मिल्थ्यो फर्दर फ्याक्टराइज गर्न सकियो तर त्यो x वालामा चाहिँ सकिएन यो चाहिँ एकदम इम्पोर्टेन्ट क्वेशन हो ग्रेड 9 को लागि फ्याक्टराइजेसनको एकदम आउन सक्ने हाई प्रोबेबिलिटी चान्स र सीडीसी को करिकुलममा भएको 3 टर्मको फ्याक्टराइजेसन बेसिकली यही हो बाकी मिडल टर्म स्प्लिटिङ चाहिँ 8 को कन्सेप्ट हो भेरी इजी थिङ त्यो पनि कभर गरौँला पछि थ्यांक यू आजको लागि धेरै लामो भयो जस्तो छ भिडियो धन्यवाद